ब्रह्मा वरुणेन्द्र रुद्र मरुतः स्तुवन्ति दिव्यैस्तवै वेदै साङ्गपदक्रमोपनिषदै गायन्ति यं सामगा ध्यानावस्थितगतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः श्रीमच्चन्दनचर्चितो जलवपुः शुक्लाम्बरा मल्लिका मालालं कृतकुण्डला प्रविलसन् मुक्तावली शोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मुखं करोति वाचालं पङ्गुलं लङ्घ्यते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम् नमो भगवते तस्मै व्यासायमिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् नारायणं नमस्कृत्यं नरं चैव नरोत्तमं देवीं सरस्वती व्यासं ततो जयमुदीरयेत्। सप्तविंशो अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। त्यहाँ उपरान्त डोलेहरूले भने, हे महारानी, स्वर्गका अप्सराहरूले श्री स्वस्तानी परमेश्वरीको पूजा गर्न लागेको देख्यौँ र उनैका संसर्गमा हामीले पनि पूजा गर्न लाग्दा विलम्ब भयो, क्षमा गर्नुहोस्। तपाईलाई पनि श्री स्वस्तानी परमेश्वरीको प्रसाद ल्याइदिएका छौँ, लिनुहोस्। यति भनी श्री स्वस्तानीको प्रसाद रानी समक्ष टक्र्याए। डोलेहरूका कुरा सुनि चन्द्रावती अति क्रोधित भई राता राता आँखा गरी दारा केटी ठुलो स्वरले गर्जना गर्दै भन्न लागिन्, हे पापी डोलेहरू हो, मलाई यस्तो वनमा एक्लै छोडी पूजा गर्न हिँड्यौ। के सेवकको धर्म यही हो? त्यस पूजाले तिमीहरूलाई के दिन्छ र? त्यो स्वस्तानी भनेकी को देवी हो? मैले सुनेको पनि छैन, त्यसले के गर्न सक्छ र? तिमीहरूले मलाई नटेरेको हो, वनमा भए नत्र तिमीहरूलाई जानेकी थिएँ। यति भने डोलेहरूका हातबाट श्री स्वस्तानी परमेश्वरीको प्रसाद खोसेर थुक्दै भुइँमा फालेर गोडाले कुल्चँदै मिल्काइदिइन्। बिचरा डोलेहरूले महारानीको त्यो चाला देखि डराउँदै आँखाबाट आँसु खसाले। उनीहरूले केही पनि भन्न नसकी मनले श्री स्वस्तानी परमेश्वरीलाई सम्झी चुप लागेर डोली बोकी अगाडितिर बाटो लागे। लावण्य देशका नजिकमा सालिनामा गरेकी एक नदी बगिरहेकी थिइन्। त्यहाँ पुगे तिनीहरू। आधा नदी तर्दा तर्दै अकस्मात चँदुवा टाँगे जस्तो मेघ उठी मुसलधारा पानी पर्न लाग्यो। फेरि ठुलो बतासा आयो र नदीको पुल पनि भाँचिएर चन्द्रावती र डोलेहरू समेत साली नदीमा खसे। डोलेहरू श्री स्वस्तानी परमेश्वरीका व्रतका प्रभावले पंक्षीरूपा भई कैलाशमा गए शिवलोकमा आनन्दले रहे। चन्द्रावती भने त्यो नदीको जलभित्र डुबिरहिन्, तर उनको प्राण चाहिँ गएन। जुन दिन चन्द्रावती साली नदीमा खसिन् त्यस दिनदेखि साली नदी बग्न छाडिन्। त्यो देखि माझीहरूले भन्न लागे, यो के आश्चर्य भयो! यस नदीमा ग्रह अथवा नाग आई बसे अथवा राज्यमा केही उत्पात हुन आँट्यो। यो कुरा राजालाई बिन्ती गरौँ। यति भनी माझीहरू नवराजा राजा छेउ गएर बिन्ती गरे, हे महाराज, साली नदी बग्न छाडिन्, यस्तो भएको हामीले आजसम्म सुनेको पनि थिएनौँ। आज आँखाले देख्यौँ, यो के आश्चर्य भयो! हजुरले विचार गरी बक्सनुहोस्। माझीका कुरा सुनि नवराजा राजाले मन्त्रीलाई बोलाएर माझीहरूले भनेको वृत्तान्त सुनाए। राजाले माझीहरूलाई हुकुम दिए, साली नदीका तिरमा गएर भित्र कुनै जन्तु छ कि जाला हाली हेर। माझीहरूले राजाको आदेशअनुसार जाला हाली हेर्दा एकजना अर्धमृत स्त्री जाति जालामा अल्झी आइन्। ती स्त्री चन्द्रावती थिइन्। ती कस्ती भएकी थिइन् भने शरीरमा कुष्ठरोग भएकी, होस केही नभएकी, हिलोले छोपिएकी, मुडो जस्ती भएकी, देख्दैमा घिन लाग्दी थिइन्। माझीहरूले चन्द्रावतीलाई चिन्न नसकी तिनलाई नदीको किनारामा मिल्काएर फेरि जलभित्र पसी खोज्न लागे। धेरै बेर खोज्दा पनि माझीहरूले केही पाएनन्। त्यसपछि राजासँग बिन्ती गरे, हे महाराज, हामीले त केही पाउन सकेनौँ। तब राजा नवराजाले आफै गएर स्तुति गर्दै भन्न लागे, हे गङ्गे, तपाईँ किन स्थिर हुनुभयो? मैले जान्न सकिनँ, मदेखि प्रसन्न हुनुहोस्। यति भनी हातमा अर्घ लिई पारो नवरत्न समेत हाली गाईको दुधले अर्घ दिए। यसरी राजाले अर्घ दिन साथ साली नदी पहिले झैँ बग्न थालिन्। त्यो देखि नवराजा राजा खुसी भई गङ्गाजीलाई सम्झिँदै तरबारतिर फर्के। किनारामा बेवारिसे बनेकी ती चन्द्रावती भने क्षणमा चेष्टा हुने, क्षणमा मूर्छा हुने, क्षण क्षणमा क्षुध्या र तृष्णाले पीडित हुने गर्दथिन्। उनी महाकष्ट पाएर साली नदीको किनारामा मुडो लडे झैँ लडिरहेकी थिइन्। एक दिन साह्रै भोक लाग्यो र खानेकुरा केही नपाउँदा भोक खप्न नसकी माटो खाउँ भनी माटो हातमा लिइन्।
तर त्यो माटो पत्थर भइगयो। पत्थर पनि खाउँ भन्दा हाड भयो, हाड पनि खाउँ भन्दा खरानी भयो। त्यो खरानी पनि खान लाग्दा ठुलो बतासाई उडाएर लग्यो। चन्द्रावती आफूप्रति धिक्कार मान्दै फेरि मुर्छा परिन्। जब जब चन्द्रावती भोकले गर्दा माटो खान लाग्थिन्, त्यही बेला त्यो माटो क्रमशः पत्थर, हाड र खरानी हुन्थ्यो। उनले खान पाउँदिनथिन्। एक दिन नवराजा राजाले आफ्नो राज्यमा भएका सम्पूर्ण ब्राह्मणहरूलाई बोलाएर पूजा गरी श्रद्धापूर्वक दक्षिणा दिई भोजन गराउने विचारले निमन्त्रणा समेत पठाएका थिए। अग्निपुरका कपिल नाम गरेका ब्राह्मणका दुई भाइ पनि राजाको ब्राह्मण भोजमा जान भनी त्यतैबाट आउँदा शाली नदीको बगरमा लडेकी चन्द्रावतीले देखेर सोधिन्, तपाईहरू कहाँ जानुहुन्छ? अहिले कहाँबाट आउनुभयो? चन्द्रावतीले त्यस्तो भनेपछि ब्राह्मणहरूले उत्तर दिए, हामी कपिल नाम गरेका ब्राह्मण हौँ। लावण्य देशका राजा नवराजाले ब्राह्मण भोजनको निमन्त्रणा गरेकाले सोही भोजनमा जान लागेका छौँ। त्यो कुरा सुनि चन्द्रावतीले भनिन्, हे ब्राह्मण हो, मैले 5 दिनदेखि केही खाएकी छैन। तपाईहरू भोजनमा जाने भए मलाई पनि केही मागी ल्याइदिनु भए पुण्य होला। चन्द्रावतीको कुरा सुनेर ब्राह्मणहरूले भने, हे पापिनी, अहिले हामी यसै भन्न सक्दैनौँ, किनभने राजाका दरबारमा के हुन्छ कसो हुन्छ। फेरि हामी ब्राह्मण जाति ल्याउन हुने वस्तु दिए भने त ल्याउला, ल्याउन नहुने वस्तु दिए भने कसरी ल्याउला? यस अर्थले त आशा गरी नबस। यति भने ती ब्राह्मणहरू लावण्य देशतिर गए। नवराजाले सम्पूर्ण ब्राह्मणहरूलाई पूजा गरी भोजन गराई दक्षिणा दिएपछि ब्राह्मणहरूले नवराजालाई आशीर्वाद दिएर बिदा भई आफ्ना घरतिर गए। अग्निपुरका कपिल नाम गरेका ब्राह्मणहरूले त्यति बेला चन्द्रावतीका कुरा सम्झी आपसमा भन्न लागे, त्यसै जाउँ भने त्यो पापिनी आशा गर्दी हो, मागौँ भने के भन्लान्। यसरी सङ्कोच मान्दै भोजन गरेका ठाउँमा जाने आउने गर्न लागे। गोमा महारानीले तिनीहरूलाई देखि भान्सेहरूलाई बोलाएर भनिन्, हे भान्से हो, ती ब्राह्मणहरूलाई खाना पाएनन् कि भोजनदेखि सन्तुष्ट भएनन्, यो कुरा सोध। महारानीको आज्ञा अनुसार भान्सेले सोधे, हे ब्राह्मण हो, तिमीहरूले खाना पाएनौ कि अथवा भोजनबाट सन्तुष्ट भएनौ? ब्राह्मणहरूले उत्तर दिए, हे भान्से हो, महाराजाका कृपाले हामीले इच्छापूर्वक भोजन गऱ्यौँ, सन्तुष्ट पनि भयौँ। तर हामी यहाँ आउँदा शाली नदीका तीरमा कुष्ठरोग भएकी एउटी स्त्रीले देखेर भनी, तिमीहरू भोजन गरी फर्काउँदा मलाई पनि केही ल्याइदिनु। 5 दिनदेखि मैले केही खाएकी छैन भनेर त्यसले भनेकी थिए। त्यसले आशा गरिरहेकी होली हामीले यस्तो कुरा भन्न नसकी यहाँ अल्मलिएका छौँ। यसरी ब्राह्मणहरूले सङ्कोच मान्दै सो कुरा भनेपछि भान्सेले गोमा महारानीलाई सबै कुरा बिन्ती गरे। गोमा महारानीले हुकुम दिइन्, 2 ब्राह्मणले बोक्न सक्ने जति खाने वस्तु देऊ। भान्से भण्डारामा राखेको वस्तु लिन जाँदा राखेका सम्पूर्ण वस्तु भण्डारामा रित्तिए। यो देखि आश्चर्य भई बिन्ती गर्न लागे, हे महारानी, राखेको ठाउँमा केही पनि छैन, के दिनु? गोमा महारानीले त्यस्ता कुरा सुनि आफै भण्डारामा गई हेर्दा दिने प्रकारको वस्तु केही नदेखी आफूलाई खान भनिराखेको खाना देऊ भनी अराइन्। भान्सेले ब्राह्मण छेउ गई भने, हे ब्राह्मण हो, त्यसको नाम लिने बित्तिकै राजाको सम्पूर्ण भण्डाराको वस्तु रित्तियो। यो महारानीलाई भनी पकाइराखेको भात छ, लगिदेऊ। यसो भनी भात सुम्पिदिए। ब्राह्मणहरूले लाज मानी त्यो भात लिई दरबारबाट बाहिर निस्केर बाटो लागे। ती ब्राह्मणहरू जानसाथ राजाको भण्डार फेरि पूर्ण भई जहाँ जे वस्तु राखेको थियो त्यही सबै कुरा देखियो। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्तानी व्रत कथायां नवराजकृत ब्राह्मण भोजन नाम 27 अध्याय समापन। उपनयतु मङ्गलव सकल जगन मङ्गलालय श्रीमान दिनकर किरण निबोधित नवन दल निवेक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथिवी सस्यशालिनी देशयोत्सवरहितो ब्राह्मणा सन्तु निर्भया अपुत्रः पुत्रिणः सन्तु पौत्रिणः सन्तु पौत्रिणः निर्धना सदना सन्तु जीवन्तु शरदां शतम् तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राचितोदारकथा प्रसङ्गम् या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निशेषजाड्यपहा
कायेन वाचा मनसिन्धेर वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यदत् सकलं परस्मै नारायणायेति समर्पये तत्। श्री स्वस्थानी परमेश्वरै नमः।